यो भिडियो चाहिँ आइबी इन्ट्रान्सको मेमोरी बेस्ड क्वेसन हिजोको मेमोरी बेस्ड क्वेसनहरू होइन साउन 11 हिजो मैले के 30-32वटा क्वेसनहरू अपलोड गरेको थिएँ अनि यो चाहिँ त्यो बाइकको केही छुट्याएको क्वेसनहरू हो। यो क्वेसन चाहिँ जेन्युनली सोधेको हो कि यतिकै ऱ्यान्डमली हाले हो भनेर कमेन्ट आएको देखेको थिएँ। क्वेसनहरू चाहिँ जेन्युनली सोधेको हुन्, अप्सनहरू चाहिँ अब यताउति मिलाउनलाई राखेको हुन्छ, नत्र धेरै जस्तो क्वेसनमा मैले अप्सन नै राखेको छैन, राइट एन्सर मात्रै राखेको छ। आजको क्वेसन चाहिँ यस प्रकार छ। यसमा प्रेडल क्राफ्ट रियाक्सन भनेको कुन हो भनेर चाहिँ यस दुईवटा हगाएर त्योमध्ये एउटा यो भयो। इफ लाइन रिप्रेजेन्टेड बाई दिस वान अफ द लाइन चाहिँ वाइ इज इक्वल टु एमएक्स हो भने कन्डिसन प्रुभ गर्नु भने यो भनेको एक्स स्क्वायर प्लस 2x प्लस युआई स्क्वायर भनेको 2 डिग्रीको होमोजिनियस इक्वेसन भयो। यसले चाहिँ ओरिजिनबाट जाने दुईवटा लाइन रिप्रेजेन्ट गर्छ। त्योमध्ये एउटा वाइ इज इक्वल टु एमएक्स हो भने एउटा वाइ इज इक्वल टु एमएक्स हो भने बाँकी कन्डिसन निकाल्नु भने यसबाट यसो हेर्दाखेरि वाइ इज इक्वल टु एमएक्सबाट हामीले वाइ बाई एक्स इज इक्वल टु एम निकाल्न सक्छौँ। अनि यो इक्वेसनबाट वाइ बाई एक्सको फर्म निकाल्यौँ भने मतलब सिम्पली एक्स स्क्वायरले डिभाइड गऱ्यौँ भने ए इज इक्वल टु 2h वाइ बाई एक्स बी वाइ बाई एक्सको होल स्क्वायर आउँछ। अनि ए मात्रै बचिहाल्यो भइहाल्यो। अनि 2h र यहाँ वाइ बाई एक्स छ नि त्यसमा हामीले एम राख्न सक्यौँ। अनि त्यस पछाडि वाइ बाई एक्सको होल स्क्वायर भनेको हाम्रो सिम्पली एम स्क्वायर भयो। त्यही भएर यो कन्डिसन त्यसरी आउँछ। अनि नेक्स्ट भनेको ग्रामरको क्वेसन छ, त्यो भइहाल्यो। टाइम टेकन बाई अ बडी इन एक्जिक्युटिङ एचएम फ्रम मेन पोइन्ट टु हाफ अफ एम्प्लिच्युड भनेको कुनै मेन पोइन्टबाट एम्प्लिच्युडको बिचसम्म जाने यहाँदेखि यहाँसम्मको टाइम पिरियड निकाल्न सोधेको। हामीलाई वर्क फङ्सन वेभलेन्थहरू दिएको छ भने म्याक्सिमम काइनेटिक इनर्जी सोधेको। प्लेन passes through a given point and is perpendicular to two given plane. Equation of planes. ठिक छ। एउटा रेगुलर हेक्सागन दिएको छ जसमा एबी बिसी भेक्टरहरू दिएको छ भने हामीलाई बिएफ निकाल्नु छ। रेगुलर हेक्सागनको केसमा मैले यसलाई यस्तो बनाउँछु, के हुन्छ भने यो भेक्टर अनि यो भेक्टर सिम्पली एन्टी प्यारलल हुन्छन्। यो एन्टी प्यारलल हुने भए अनि यिनीहरू पनि एन्टी प्यारलल हुन्छन्। हामी यहाँदेखि ए बी सी डी ई एफ भनेपछि हामीलाई यो भेक्टर निकाल्नु पर्ने छ। निकाल्न सकिहाल्छौँ। गिभन पावर अफ इन्जिन के त क्वेसन रहेछ फिजिक्सको हल इफेक्टको क्वेसन छ अर्को। एउटा इथर दिएको छ अनि यसको मेटामरको मिनिङ सोधेको, मतलब यसले दिने फोर चिल्ड्रेन 2 men and 2 women प्रोबेबिलिटी अफ रेन्डम सिलेक्सन यो परम्युटेसन कम्बिनेसनको क्वेसन भयो। एटलिस्ट 3 क्वेसन आउट अफ 8 क्वेसन हाउ मेनी वेजबाट सोध्न सकिन्छ त्यो वाला क्वेसन भयो। केमिस्ट्री एउटा जिङ्कको HNO3सँग हट एन्ड कन्सन्ट्रेटेड कन्डिसनमा रियाक्सनहरू भयो। जिएम यति छ, यो दुईटाको भने थीटाको भ्यालु निकाल्नु भएन, सिम्पली यिनीहरूलाई मल्टिप्लाई स्क्वायर गरेर निकाल्न सकिहालिन्छ। अनि यहाँनिर एउटा भेक्टर दिएको छ अनि तिनीहरूको सिम्पली क्रस प्रोडक्टहरू निकाले त्यसले के दिन्छ भने यसलाई एउटा डबल क्रस प्रोडक्टको एउटा फर्मुला हुन्छ गएर ए भेक्टर अनि क्रस अफ बिसी छ भने बी भेक्टर यसको कोफिसिएन्टमा चाहिँ ए डट सी भएर अनि माइनस सी भेक्टरको कोफिसिएन्ट चाहिँ पछाडि राख्दा भयो ए डट बी, यस्तो वाला फर्मुला लगाउनुपर्छ क्या। यो हुँदाखेरि अब यहाँ सेकेन्डमा भएको भेक्टर भनेको ए भेक्टर छ यो केसमा, अनि आई डट आई
भन्यो भने तिनीहरूको एङ्गल 0 हुनाले cos 0 1 भयो, ए भेक्टर भयो। अनि माइनस सी भनेको आई भेक्टर हो, अनि ए डट बी भनेको ए डट आई भनेको सिम्पली ए1 हुन्छ, मतलब यो वाला पार्ट मात्रै, यो बाँकी दुईवटा पार्टहरू हट्ने भयो। यो फर्स्टमा यो भयो, सेकेन्डमा हेर्दाखेरि प्लस ए भेक्टर माइनस अनि यहाँ भनेको जे वाला पार्ट मात्रै भनेको ए2 भयो, ए2 अनि यहाँनिर कोएफिसिएन्ट चाहिँ जे को लागि भएको थियो। त्यस्तै गरी थर्ड पार्टमा ए लिनु पर्यो, के इन्टु के गर्दाखेरि त्यहाँ पनि ए भेक्टर भइहाल्यो, अनि माइनस अफ ए1 के क्याप गर्दाखेरि त्यहाँ पनि ए3 के भयो, ए3 के तिनवटा ए भेक्टर ए भेक्टर ए भेक्टर 3 अफ ए भेक्टर माइनस ए1 आई ए2 र ए3 के भनेको सिम्पली ए भेक्टर भयो हाम्रो, अनि 3a माइनस ए भनेको ए भेक्टर भयो। प्रिन्सिपल भ्यालु अफ दिस भनेर रहेछ, यसको प्रिन्सिपल भ्यालु साइन इन्भर्स र साइन काटेर 5π/8 गऱ्यो भने त्यो रङ हुनसक्छ, किनभने साइन इन्भर्सको प्रिन्सिपल भ्यालु कहाँदेखि कहाँसम्म हुन्छ, नेगेटिभ 90 डिग्रीदेखि पोजिटिभ 90 डिग्रीसम्म यो बिचमा हुन्छ। 5π/8 भनेको त 5/2 भन्दा बढी भयो भनेपछि यो होइन। यसलाई सिम्पली गर्नु भनेको हाम्रो पाइसँग माइनस गरिदिँदा नि भयो, नत्र एउटा ट्रिक भनेको क्यालकुलेटरमा यो कुरा सिम्पली इन्टर गरिदिनु, जति आउँछ त्यही आउने आन्सर। जस्तै साइन इन्भर्स अफ साइन 5π/8 छ होइन, इक्वल्स टु गर्दा जति आन्सर आउँछ 3π/8 चाहिँ हाम्रो यसको लागि आन्सर भयो। यसमा ख्याल गर्नुपर्ने कुरा चाहिँ हाम्रो यो डिग्री जुन एङ्गल जुन मोडमा छ हाम्रो क्यालकुलेटर पनि त्यही मोडमा हुनुपर्छ। अहिले एङ्गल रेडियन मोडमा भएकोले मेरो क्यालकुलेटर रेडियन मोडमै थियो, तर डिग्रीमा हुन्थ्यो भने मोड 3 गरेर मैले डिग्रीमा लगाएर गर्न सक्थेँ। 5π/8 भनेको त डिग्रीमा भनेको 2 पोइन्ट समथिङ डिग्री मात्र भयो, त्यही भएर यो आइरहेछ है। तपाईँले डिग्री मोडमा छोडिदिएर यो गर्नुभएको थियो भने रङ हुन्थ्यो। यही दिन रहेछ बाँकी रहेका मेमोरी बेस्ड क्वेसनहरू। अरू दिनका मेमोरी बेस्ड क्वेसनहरू लिएर अर्को भिडियोमा आउनेछु। आजको लागि यो दिन भयो, धन्यवाद।